नमस्कार, जोजोलोपा। वेलकम टु आवर ब्लग अबाउट नेवारी खाजा सेट, जसलाई समय भाजी पनि भनिन्छ। धेरै रेस्टुरेन्ट भिजिट गऱ्यौँ, तर कति नै प्रपर खाजा सेट नपाएको कारणले गर्दा हामीले आफै बनाउने बारे सोच्यौँ र सामान किन्नुको लागि हामी 4 जना साथी मिलेर फिस्टोक बजारतिर लाग्यौँ। र खुसीको खबर, रेस्टुरेन्टमा खाजा सेट नपाउने कारणले गर्दा हामीले आन्टी रिना जोशीलाई भेट्यौँ, जसले हामीलाई खाजा सेट बनाउनका लागि सहयोग गरिदिनु भयो र बनाइदिनु भयो। आज हामीले बनाएका छौँ। हामीले विशेष नेवारी डिस बनाएका छौँ, जो चाहिँ हाम्रो खाजा सेट हो होइन। अनि यो चाहिँ योमरी र बाँडा भन्छ यसलाई। अनि यो योमरी चाहिँ हामीले योमरी पुर्ने मनाउँछौँ हाम्रो यसमा होइन। यो चाहिँ विशेष नेवारको योमरी पुर्नेमा चाहिँ योमरी बनाएर खाइन्छ। अनि प्लस यो बाँडा चाहिँ हाम्रो जित्नै आउँछ। यसरी हामीले तयार गरेको छौँ। र यो हाम्रो खाजा सेटको यो एउटा अन्डा त्यो हामीले घटमा साँधेको होइन। यो चाहिँ हाम्रो छोइला, चिकन छोइला। अब बफ खान्छन्, तर यो चाहिँ हाम्रो चिकन छोइला हो। यो आलु साँधेको, यो चाहिँ कचेला भन्छ। यो चाहिँ हामीले काँचो मासुमा मेथी तेलहरू हालेर मसला हालेर झान्छौँ। अनि यो चाहिँ हाम्रो के भन्छ मासु होइन, मासु र बिचमा चिउरा राखेर यसरी सबैलाई चाडबाडमा यसरी खाइ। हाम्रो योमरी विशेष योमरी पूर्णिमा चाहिँ एकदम चाहिन्छ है। यो चाहिँ नेसेसरी एकदम हुन्छ। अब हामी रमाउँदै आन्टीलाई हेल्प गर्न थाल्यौँ। हामी सबैजना हाँसखेल गर्दै काम गर्दैछौँ। साथै साँधेको अचारको लागि अदुवा र लसुन पनि रेडी पार्दैछौँ। साथै अन्सु यहाँ धनियाँ काट्दै, निश्चल मिक्सरमा मसला पिस्दै, साथै अन्सुले पनि उसलाई सघाउँदै। र यहाँ आलुको अचार बनाउँदै, आलुको अचार आलु उमालेर त्यसलाई ठुलो सेपमा काटेर त्यसमा तर्काउने मसला खोर्सानी र तेलले छानेर त्यसमा पिरो अमिलो ट्वाक्क बनाउनु पर्छ। प्राय सबै नेवारी खानाहरू साँधेर बफ्याएर छानेर बनाउने गरिन्छ। र यहाँ सालगीसँगै म अदुवा काट्दै र आन्टीले यहाँ सबै सामान रेडी गरेर आलुको अचार, भटमास, काँचो मासु कचेला बनाउने सामानहरू रेडी पार्दै हुनुहुन्छ। भटमास र आलुको अचार झान्नको लागि आन्टीले सामानहरू रेडी पार्दै हुनुहुन्छ। र आन्टीले अचार बनाउनुको लागि टमाटर पनि रेडी पार्दै हुनुहुन्छ। साइडमा बारा बनाउने सामान पनि रेडी भइसकेछ। अब चाहिँ स्वाद अनुसार नुन हालिँदैछ।
ध्वनि भाजले कनिमी छना पहे थोजो बनहनी जी लालुया धेथे चुला छाए लालुया र साथै मासु पनि फ्राई गरिँदैछ। ग्रेभी मासु बनाउनुको लागि मासु फ्राई गर्नु निकै नै जरुरी छ। साइडमा बारानी बनाउँदैछौँ। यो एउटा नेवारी सेटमा हुनै पर्ने हुन्छ, जुन कालो दाल अन्डामाथिबाट हालेर बनाइन्छ। अब आयो हाम्रो योमरी बनाउने पालो। योमरी पुर्णिमा खाने गरिन्छ। यसलाई चामलको पिठोले बनाइन्छ र साथै यहाँ खुवा हालेर बनाइन्छ। हेमन्त ऋतुमा पर्ने यो पूर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धन्य पूर्णिमा खाइने गरिन्छ। आन्टीले हामीलाई योमरी बनाउन पनि सिकाउनु भयो। हेर्नुस् त, म र सालगी अहिले आन्टीसँग बनाउन नै सिक्यौँ। समयबाजी नेवारीहरूले विशेष गरी जात्रा, भुसभुसा र अन्य चाडपर्वहरूमा मात्र बनाउने गर्छन्। हेर्नुस् न, हेर्दै खान मन लाग्यो मलाई त। हेर्दा जति मिठो, खाजा नि त्यति नै मिठो। त्यसले गर्दा आज हाम्रो कम्प्लिट पनि भयो र हामीले धेरै कुरा सिक्यौँ पनि, नयाँ नयाँ कल्चरल पनि हामीले एक्सप्लोर गऱ्यौँ। धेरै हामीलाई सुरुदेखि अन्त्यसम्म सहयोग गर्नुहुने आन्टी दिवा जोशी र सुजाता दाहाल म्यामलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र आदर्श स्कुल अफ म्यानेजमेन्टलाई यस अमूल्य अवसर दिएकोमा धेरै धेरै धन्यवाद।